अस्ति शुक्रबार एसीको रिजल्ट आयो। 7 जिपे लाइन फेल भयो बरु तनाव भयो, दिनभरि तनाव भयो। अब 99 जिपी ल्याइन चाहिँ मजाले पास गर्नु पर्यो भनेर ट्युसन पढ्न जाने काठमाडौँ, वहीँ काठमाडौँ ठाउँमै होइन पढेर पास हुन्छु भनेर कस्या थिएँ। दारी पनि फाले शनिबार काठमाडौँको सल्यानको एसीमा फरर चढेर गइजाने भने आउँथे। कुनामा झोक्रेर बसेको थिएँ। साँझ बाउ आउने, है केटा किन कुनामा झोक्राएर बसेको छ भन्नु। म त फेल नयाँ बा भनेको। बाको डर लाग्यो, यत्रो कमाएर चाहिँ यत्रो पढाएर लेखाएर होइन यत्रो गरेर त चाहिँ मेरो नाक काट्ने, फेल हुने भनेर गाली दिन्छ कि भनेको त बाले त मलाई, ए मोरा त किन टेन्सन गर्छस्, किन चिन्ता गर्छस्, यो भनेको देश चलाउने लक्षण हो भनेर भन्छन् गाठे। के भयो त अब सिधै मन्त्री, प्रधानमन्त्री, राजनीतिक दलको ठुलो नेता हुन्छस् भने त अझ 8 कक्षामा फेल भइदिएको भए अझ प्रधानमन्त्री हुन सक्ने सम्भावना हुन्थ्यो। त एसीमा फेल भए। अब अरू त पोस्ट त घटाली, चिन्ता नगर धेरै राम्रो छ भनेपछि बहुत खुसी लाग्यो। दारी पनि आज त आउन लागेको छन्, ठेलाइ अलिअलि ठेला आइएछन्। ठिकै छ, खुसी लाग्छ। जस 4 जिपिए ल्याएर पास गर्ने मान्छेलाई चाहिँ चलाउने भइन्छ कि भन्ने चाहिँ आशा छ। हेरौँ अब यो खप्परमा के लेखा छ। चिन्ता छैन गोली मार। कोही केटाहरू यसो फेल आज पनि टेन्सन नगर केटा, मसँग आइजाऊ सँगै, म प्रधानमन्त्री तिमीहरू चाहिँ मन्त्री। 8 कक्षा भयो भने त फेरि उसले जितिहाल्छ मलाई, ऊ प्रधानमन्त्री हुने भइगयो। टेन्सन छैन यार, टेन्सनै छैन। अब यो सिजनमा चाहिँ अलिअलि सुन्तला रोप्न पर्यो। कहिले पो पाला आउने मान्छे यार, भर त लाएको छैन। तैपनि बाले भनिहाले हो कि जस्तो लाग्छ। चलाहन् त फेरि 8 कक्षाले चलाहन्, एसएलसीवालाले चलाहन्, हो कि जस्तो पनि लाग्छ। अहिले फर्स्ट डिभिजनमै पास गरेका मान्छेहरू कोही विदेशतिर, कोही कर्मचारी, कोही डक्टर इन्जिनियर होलान्, कोही पाइलट होलान्, कोही निजामती, कोही स्कुलका टिचरहरू होलान्। तर चलाउनु त फेरि तिनीहरूलाई पनि अर्कैले हो। 8 पासले नै एसीका फेलवालाले चला, त्यो फेलै ठिक छ क्या, फेल हुनु राम्रै रहेछ जस्तो लागिरहेको छ। ठिकै छ अरे, मार्कसिट सर्टिफिकेट केही ल्याइँदैन, सिधै अब फर्म भर्नु पो पाइन्न। प्रधानमन्त्रीको फारम भर्ने हुँदो। पास गरिहाल त 11मा फर्म भर्छन्। अनि त्यो पनि पास नभए फेल भइहाल्यो। त्यो मन्त्रीको लागि, प्रधानमन्त्रीको लागि फारम कहिले खुल्छ होला है। फारम खुल्यो भने त फारम भर्नुपर्छ। बालाई थाहा होला, बालाई सोध्नु पर्ला यार। बडो खुसी छ आज त यार।